कल्पना गर्नुस् केही वर्ष अगाडिसम्म म्यान्चेस्टर सिटीको मिडफिल्ड भन्ने बित्तिकै तीनवटा नाम सम्झिन्थ्यो हामी। केभिन डे ब्रुइन, बर्नार्डो सिल्वा र रोड्री। यी तीनमध्ये एउटाले सिटीलाई क्रिएटिभिटी दियो, अर्कोले कन्ट्रोल र इन्टेलिजेन्स दियो, अनि अर्कोले पुरै मिडफिल्डलाई जगडेर राखिदिन्थ्यो आफ्नो। तर आज डे ब्रुइन छैनन्, बर्नार्डो छैनन्, रोड्री छैन र कुरा यतिमा मात्र सकिँदैन, पेप गार्डियोला पनि सिटीको अहिले टच लाइनमै छैनन्। त्यसैले प्रश्न यो होइन म्यान्चेस्टर सिटी कमजोर भयो कि भएन, असली प्रश्न यो हो कि पेप गार्डियोलाको युग सकिए पछाडि बनेको नयाँ म्यान्चेस्टर सिटीले त्यही पुरानै स्तरको साम्राज्य बनाउन सक्छ कि सक्दैन भन्ने कुरा। र यसको एन्सर तपाईँले सोचिरहनु भएको भन्दा फरक निष्कर्ष निकाल्न सकिन्छ। एक समय थियो म्यान्चेस्टर सिटीलाई रोक्ने सबभन्दा ठुलो समस्या भनेको हालान्ड थिएनन्, समस्या थियो म्यान्चेस्टर सिटीको मिडफिल्ड। डे ब्रुइनाको अद्भुत पासले डिफेन्सलाई चिर्न सक्थ्यो, बर्नार्डो सिल्वाले प्रेसरबाट बल निकाल्थे र रोड्रीले सिटीलाई पोसेसन मात्र दिएनन्, उनले सिटीको सबै मिडफिल्डलाई कन्ट्रोल गरिदिन्थे, जगडेर राखिदिन सक्थे। त्यति बेला राइभल टिमलाई सबभन्दा ठुलो समस्या के थियो भने सिटी विरुद्ध बल खोज्नलाई होइन, सिटीसँग बल एक क्षणको लागि खोज्यो भने पनि सिटीले पुनः बललाई फेरि आफ्नो कन्ट्रोलमा लिइसक्थ्यो, किनकि सिटीको मिडफिल्ड नै यस्तो थियो कि पुरै गेमलाई कन्ट्रोलमा राखिदिन सक्थ्यो मिडफिल्डले। तर अहिले त्यो कोर नै टुटेको छ। पहिलो ठुलो धक्का केभिन डे ब्रुइन सिटीका इन्फ्लुएन्सियल प्लेयर मध्येका एक थिए। तर यहाँ एउटा कुरा महत्त्वपूर्ण छ, डे ब्रुइन जानु मात्र सिटीको अन्त्यको सङ्केत थिएन, किनकि डे ब्रुइनाको उमेर पनि त्यस्तै भइसकेको थियो, कन्ट्र्याक्टको सिचुएसन र सिटीले रिबिल्डिङ साइकल जुन बनाउँदै थियो त्यो आखिर एक दिन हुनु नै थियो। त्यसैले डे ब्रुइनाको डिपार्चरलाई एउटा इन्डिङ भन्दा पनि यो ट्रान्जिसन भनेर बुझ्नुपर्छ, किनभने सिटीले नयाँ पुस्ताहरूलाई पुस्तान्तरण गर्दै थियो र नयाँ खेलाडीहरू ल्याउने चरणमा थियो। र त्यसपछि आयो दोस्रो धक्का बर्नार्डो सिल्वा सिटीको लागि एउटा एक्स्ट्रा अर्डिनरी प्लेयर नै हुनुहुने, उनी स्ट्याटिस्टिकल भन्दा पनि धेरै ठुला थिए, किनकि उनी कहिले पनि एउटै मात्र पोजिसनमा अड्केर बसे, कहिले मिडफिल्ड, कहिले विङ्गर र कहिले सेन्ट्रल क्रिएटर। उनी अहिले रियल म्याड्रिड पुगेका छन्। सबभन्दा चाखलाग्दो कुरा उनको डिपार्चर फ्रीमा ट्रान्सफर भएको रिपोर्ट छ। यसको अर्थ सिटीले एउटा एक्सपिरियन्स टेक्निकल्ली इलाइट प्लेयरलाई गुमायो र यसको कुनै रिप्लेसमेन्ट हुँदैन। अब ध्यान दिएर सुन्नुहोस्, रोड्रीको डिपार्चर चाहिँ अरू दुईजनाको भन्दा अलिकति फरक खालको छ, किनकि रोड्री केवल मिडफिल्डर मात्र थिएनन्, उनी सिटीको सिस्टमको फाउन्डेसन नै थिए। त्यसैले उनलाई रोक्नको लागि सिटीले धेरै प्रयास पनि गर्यो। पहिला उनी म्याड्रिड जाने हल्ला थियो, तर पछि उनको इच्छा बार्सिलोना जाने तीव्र रूपले। एउटा अचम्मको कुरा के थियो भने सिटीले रोड्रीलाई बेच्न चाहेको थिएन भन्ने कुरा चाहिँ बार्सिलोनाले एक पटक मात्र होइन, दुई पटक मात्र होइन, तीन पटकसम्म बिड गरेको थियो। त्यो फाइनल बिडको भ्यालु थियो 65.4 मिलियन पाउन्ड स्टर्लिङ र त्यो रकममा उनी बार्सिलोना गएका थिए। अहिले रोड्री बार्सिलोना पुगेर अफिसियल्ली बार्सिलोनाका प्लेयर भइसकेका छन्। अब सोच्नुहोस्, डे ब्रुइन नि गए, बर्नार्डो सिल्वा नि गए र रोड्री पनि गए। अब सिटी सकियो भन्ने अरू कसैलाई लाग्न सक्ला, यो कुरा टोटली अनरिजनेबल पनि नहोला। तर यही ठाउँमा म्यान्चेस्टर सिटीलाई अरू धेरैले अन्डर एस्टिमेट गर्ने प्रयास गर्लान्, किनकि सिटीले यहाँ गल्ती गरिरहेको छैन, ऊ प्लेयरहरू बेचे पनि चुप लागेर बसेको छैन। अहिले सिटीको सबभन्दा ठुलो समस्या भनेको मिडफिल्ड हो र सिटीले अहिले मिडफिल्डलाई रिबिल्ड गर्न खोजिरहेको छ। इलियट एन्डरसनमा ठुलो लगानी भइसकेको छ, लिलेबाट आयुब बुवादी जस्ता यङ ट्यालेन्ट पनि अहिले टार्गेटमा छन् भन्ने न्युज आइरहेको छ। चेल्सीका एन्जो फर्नान्डेजलाई पनि टार्गेट बनाउँदै आएको छ सिटीले, जो आफैमा इस्टाब्लिस मिडफिल्डर नै हो। अब यहाँबाट एउटा कुरा के बुझिन्छ भने सिटीले पुरानो मिडफिल्डलाई रिप्लेस गर्न खोजेको होइन, उसले आफ्नो मिडफिल्डलाई नयाँ बनाउन खोजिरहेको छ। र यो दुईवटा कुराहरू बिल्कुल फरक छन्। सबैभन्दा ठुलो परिवर्तन पेप गार्डियोला पनि छैनन् अहिले। अब सिटीको सबभन्दा ठुलो च्याप्टर पेप गार्डियोलाले म्यान्चेस्टर सिटीलाई मोडर्न फुटबलको एउटा डोमिनेन्ट टिम बनाएर गए आफ्नो 10 वर्षे कार्यकालमा। तर अब उनको एरा पनि सकिएको छ, अब उनको ठाउँमा एन्जो मारेस्का आइसकेका छन्। हुन त पेप गार्डियोलाको कन्ट्र्याक्ट 2027सम्म थियो भन्ने कुरा छ, तर पनि नयाँ म्यानेजरियल च्याप्टर सुरु भइसकेको छ। यही कारणले गर्दाखेरि यो म्यान्चेस्टर सिटीको प्लेयर रिबिल्ड मात्र होइन, टिम नै पुरै रिबिल्ड हुने चरणमा छ। नयाँ म्यानेजर, नयाँ मिडफिल्डर, नयाँ लिडर र फुटबलको फिलोसफी नै नयाँ। त्यसो भए
सिटीको भविष्य के होला त अब मेरो एनालाइसिस सुन्नुहोस्। तपाईँ भन्नुहोला कि पहिलाको जस्तै च्याम्पियन्स लिगमा प्रिमियर लिगमा के डोमिनेन्स आफ्नो कायम राख्छ होला त सिटीले? बरु अब ट्रान्जिसन पिरियडमा सिटीलाई थोरै समस्या पर्न सक्छ। किनभने खेलाडीहरू नयाँ हुन्छन्, उनीहरू खेलमा भिज्नलाई समय लाग्न सक्छ। एन्डरसन पनि नयाँ छन्, उनलाई पनि त टाइम लाग्ला, त्यो टिममा घोलमेल हुन समय लाग्ला। म्यानेजर नयाँ छन्, मारेस्कालाई पनि म्यानेज गर्नको लागि पहिलाको जस्तो सहज नहोला, एकदमै प्रेसरमा छन् उनी। डेब्रुइनाको क्रिएटिभिटी, बर्नार्डोको इन्टेलिजेन्स, रोड्रीको कन्ट्रोल, यी तिनै कुराहरू हराउनु भनेको चान्चुने कुरा होइन नि। अब तपाईँले क्वेसन गर्नुहोला के म्यान्चेस्टर सिटीको दिन सकिएको हो त? म भन्छु सिटी सकिएको होइन, सिटी बदलिएको हो। तर नयाँ सिटीको लागि एउटा खतरा छ, एक्सपेक्टेसन। फ्यानहरूले नयाँ आएको मिडफिल्डलाई रोड्रीले जस्तै खेलोस् भन्ने चाहन्छन्, डेब्रुइनाको जस्तै घातक एट्याकहरू होस् भन्ने चाहन्छन्, र रोड्रीको जस्तै कन्ट्रोल भइदियोस् मिडफिल्ड भन्ने चाहन्छन्। पुरानो लेजेन्ड जस्ताको जस्तै खोजेर पाइँदैन, नयाँ खेलाडीको नयाँ नै खेल्ने तरिका हुन्छ। त्यसैले मारेस्काको सबैभन्दा ठुलो काम नयाँ रोड्री खोज्नु होइन, नयाँ डेब्रुइना खोज्नु पनि होइन, नयाँ बर्नार्डो खोज्नु पनि होइन। आखिर के खोज्ने त? नयाँ म्यान्चेस्टर सिटी बनाउनु हो। यही काम सफल भयो भने रिभाल टिमले सकियो भनेको सिटी छुट्टै स्तरमा पुग्नेछ। त्यसैले यदि तपाईँ राइभल टिमबाट हुनुहुन्छ, चेल्सी, युनाइटेड, आर्सेनल, लिभरपुलबाट हुनुहुन्छ भने तपाईँले सोच्नु स्वाभाविक हो, डेब्रुइना गए, बर्नार्डो गए, रोड्री गए, अब सिटी सकियो भन्ने तपाईँलाई लाग्नु स्वाभाविक कुरा हो। तर एउटा कुरा नबिर्सनुहोस्, म्यान्चेस्टर सिटी 3 जना खेलाडी र एउटा म्यानेजर जाँदैमा सकिने टिम होइन। यो टिम कुनै सीमित खेलाडीहरूमा मात्र निर्भर रहँदैन। उनीहरूको रिक्रुटमेन्ट सिस्टम, फाइनेन्सियल पावर, एकाडेमी, इन्फ्रास्ट्रक्चर र स्क्वाड बिल्डिङ क्षमता अझ त्यही छ। त्यसैले यो म्यान्चेस्टर सिटीको अन्त्य होइन, यो एउटा युगको अन्त्य हो र नयाँ युगको सुरुवात हो। द न्यू म्यान्चेस्टर सिटी। अब असली प्रश्न तपाईँलाई, के मारेस्काले म्यान्चेस्टर सिटीलाई फेरि प्रिमियर लिगको किङ बनाउन सक्छन् होला त? के इलियट एन्डरसनले रोड्री जस्तो खेलाडीको रिप्लेसमेन्ट बन्न सक्छन् होला त? के हालान्डले सिटीलाई याभन्दा अझै माथि लैजान सक्छन् होला त? बर्नार्डो, रोड्री र पेप गार्डियोला गएपछि के म्यान्चेस्टर सिटीको एउटा एरा नै सकेको हो त? तपाईँको विचार कमेन्ट गर्नुहोस्। र तपाईँलाई फुटबलको न्युज र न्युज पछाडिको स्टोरी र फ्युचर एनालाइसिस दुवै मनपर्छ भने च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न भने नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ।